लेट्स गो गाइस। म चाहिँ हजुरहरूलाई आज मेरो घर भिजिट गराउँदैछु। यो चाहिँ नेक्स्ट भिडियो। यहाँ चाहिँ एन्ट्री हुने बित्तिकै एउटा हल छ है, अनि सिधै भित्र जाने, अनि त्यसपछि अर्को पनि हल छ, दुईटैलाई हलै बनाउने हो। अनि मेरो हाबी चाहिँ पुरै हेर्नै हुनुहुन्छ, के बनेको छ मलाई चाहिँ एकदम प्रपर चाहिन्छ क्या। अनि म चाहिँ सिधै किचनमा पसेँ, किनकि अब सबभन्दा हाम्रो घरमा युज गर्ने नि धेरै लेडिजले त अब किचनै हो नि त। म चाहिँ स्ट्रेट वे गएँ किचनमा, किचन चेक गर्दैछु। सबभन्दा इम्पोर्टेन्ट किचन पर्फेक्ट हुनु पर्यो। चेक गर्दै हुनुहुन्छ, उहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ। यो भएन त्यो भएन कम्प्लेन गर्दै हुनुहुन्छ। अब यो ब्रान्डिङ लिफ्ट चाहिँ माथि जानु, तर अहिले चाहिँ मेन्टेनेन्स सिँढीबाटै जान्छु। यसको गाइस अब हामी माथि जाँदैछौँ है। त्यहाँ चाहिँ मलाई भन्दैछ तिनीहरूले क्लिन हुँदैछ, सुज खोलेर जानु होला भन्छ। हामी चाहिँ माथि चढ्यौँ, माथि गयौँ। क्यामराम्यान चाहिँ मेरो हुन्छ ड्राइभर भाइ। जैसे हम दीवाने थे वैसे ही दीवाने हैं, आज भी ये होठों पे तेरे ही तराने हैं। त्यहाँ चाहिँ क्लिन चलिरहेको छ नि त, अनि पुरै त्यहाँ चप्पल खोलेर जानु भन्दैछ। अनि म चाहिँ स्ट्रेट वे गएँ। म चाहिँ मेरो रुममा माथि रुफटपमा गएँ, एक्साइटेड देख्नको लागि। म चाहिँ एकदम एक्साइटेड हुन्छ नि त, अब नयाँ घर नयाँ ठाउँ एक्साइटेड हुन्छ नि त। अनि म चाहिँ गएँ माथि है। त्यहाँ चाहिँ लाइटिङहरू मात्रै हालेको छ, डेकोरेसन। आज भी ये होठों पे तेरे ही तराने हैं, मेरे ख्यालों में दिल की किताबों में लिखे तुझे मिलने के लाखों बहाने हैं। शाम से है यूं बीत गए हम, दुनिया भुला गए जीत गए। हाय रब्बा हाय रब्बा हाय रब्बा हाय रब्बा हाय रब्बा हाय स्ट्रेट वे माथि चाहिँ हाम्रो हाय रब्बा हाय रब्बा हाय रब्बा हाय रब्बा हाय रब्बा हाय रब्बा। यहाँ पनि आउटसाइड पनि एउटा वर्क हुन्छ। बस्नु त पर्यो। अनि भ्यू चाहिँ वाउ क्या, कस्तो राम्रो भ्यू चाहिँ, बब्बालै छ भ्यू चाहिँ। अब एकदम चिल्ड हुन्छ नि त त्यहाँ त। अहिले चाहिँ गर्मीमा चाहिँ टु हट, जाडोमा चाहिँ एकदम राम्रो हुन्छ टपमा बसेर घाम ताप्नको लागि है। गाइज यो चाहिँ बन्दै गरेको भिडियो हो है। अब हजुरहरूलाई चाहिँ म पार्ट 3 मा चाहिँ फाइनल्स लुक देखाउने छु। फाइनल बनिसकेको सबै डेकोरेसन भइसकेपछि म देखाउने छु हजुरहरूलाई। See you next video guys. Thank you for watching my video.